कल्पना गर्नुहोस् त, डिसेम्बर 1968 को बिहान लाखौं मानिसहरू आफ्नो टेलिभिजनमा एउटा अभूतपूर्व दृश्य हेरिरहेका छन्। एउटा विशाल रकेट सैटर्न V पृथ्वीबाट उड्दैछ, 3 जना मानिसलाई लिएर चन्द्रमाको परिक्रमा गर्न। अपोलो 8 को यात्रा हो, अपोलो 8। तर यो कथा त्यो दिनबाट सुरु हुँदैन नि, होइन र? यसको जरा त हजारौं वर्ष पुरानो छ। आज हामी त्यही लामो र रोमाञ्चक यात्राको गहिरो विश्लेषण गर्नेछौं। बिल्कुल। कसरी हामीले आकाशको चन्द्रमालाई हेरेर आश्चर्य मान्ने अवस्थाबाट त्यसको परिक्रमा गर्ने क्षमता हासिल गर्यौं। हो, अनि यो कथा कुनै एक व्यक्ति वा देशको मात्रै होइन, यो त मतलब सम्पूर्ण मानव जातिको हो। आजका स्रोतहरूले देखाउँछन् कि यो उपलब्धि कसरी विभिन्न सभ्यताहरू, दार्शनिकहरू अनि वैज्ञानिकहरूको सानो सानो योगदानले बनेको छ। एउटा पुस्ताले अर्कोलाई ज्ञान हस्तान्तरण गरे जस्तो। हो, ठ्याक्कै। यो यात्रा हाम्रो ब्रह्माण्डप्रतिको बुझाइ कसरी परिवर्तन भयो भन्ने कथा हो, जहाँ हरेक पाइलामा पुरानो मान्यतालाई चुनौती दिएको थियो। ल, त्यसो भए यो विषयलाई खोलौं है त। यो सबै कहाँबाट सुरु भयो? कुनै आधुनिक प्रयोगशालाबाट त पक्कै होइन होला? होइन होइन, हजारौं वर्ष पहिलेका प्राचीन सभ्यताहरूबाट। जस्तै स्रोतहरूले बेबिलोनियनहरूको कुरा गर्छन्। बेबिलोनियनहरू? उनीहरूलाई चन्द्रमामा जानु थियो र? थिएन। उनीहरूको उद्देश्य त एकदमै व्यावहारिक थियो, खेतीपाती। खेतीपाती? हो। बाली कहिले लगाउने, कहिले काट्ने त्यो थाहा पाउन उनीहरूलाई एउटा भरपर्दो पात्रो चाहिएको थियो। ए, पात्रोको लागि? हो। अनि यही आवश्यकताले गर्दा उनीहरूले आकाशलाई निहाल्न थाले अनि समय र कोण नाप्ने यस्तो प्रणाली बनाए जुन हामी आज पनि प्रयोग गर्छौं। आज पनि? के कुरा! 7 दिनको हप्ता, 24 घण्टाको दिन, 60 मिनेटको घण्टा अनि 360 डिग्रीको वृत्त। एकछिन है, मतलब हाम्रो घडी र पात्रो 5000 वर्ष पहिले खेतीपातीको लागि बनाएको थियो। हो, अनि त्योभन्दा पनि अचम्मको कुरा के छ भने 5000 वर्षपछि अपोलो 8 का इन्जिनियरहरूले चन्द्रमासम्मको बाटो हिसाब गर्न प्रयोग गरेको नेभिगेसन प्रणाली पनि त्यही प्राचीन गणितमा आधारित थियो। ठ्याक्कै त्यही प्राचीन प्रणालीमा आधारित थियो। वाह, यो त गजबकै कुरा भयो नि। तर ज्ञानको खोजीमा ग्रीकहरूले अझ ठूलो छलाङ मारे होइन र? उनीहरूले कसरी भन्दा पनि किन भनेर सोध्न थाले। हो, ग्रीकहरू बढी दार्शनिक थिए। उनीहरूले आकाशमा जे देखे त्यसको पछाडि एउटा तर्क र व्यवस्था खोजे। उनीहरू प्रकृतिमा पूर्णता खोज्थे। पूर्णता? उनीहरूका लागि वृत्त अर्थात् सर्कल सबैभन्दा उत्तम, सबैभन्दा दैवीय आकार थियो। ए, सर्कल? हो, अनि यही धारणाले उनीहरूलाई पृथ्वी केन्द्रित मोडलतर्फ लग्यो। मतलब पृथ्वी ब्रह्माण्डको केन्द्रमा छ अनि सूर्य, चन्द्रमा, ताराहरू सबै पृथ्वीको वरिपरि पूर्ण वृत्तमा घुम्छन्। हो, अदृश्य स्फटिकका गोलाहरूमा बसेर। तर एउटा समस्या थियो। के थियो? ग्रहहरूले यो नियम मानेनन्। उनीहरू कहिलेकाहीँ आकाशमा पछाडि फर्के जस्तो देखिन्थे। हो, प्रतिगामी गति, रेट्रोग्रेड मोसन। पछाडि फर्के जस्तो मतलब आकाशमा हिँड्दा हिँड्दै एक्कासी युटर्न दिए जस्तो। ठ्याक्कै त्यस्तै। अनि यसले ग्रीकहरूलाई ठूलो टाउको दुखाइदियो। यहाँबाट कुरा झनै रोचक हुन्छ नि। उनीहरूले यो अनौठो चाललाई आफ्नो पूर्ण वृत्तको सिद्धान्तमा कसरी मिलायो त? आफ्नो सिद्धान्त नै गलत छ भनेर त पक्कै सोचेनन् होला। सोचेनन्। बरु उनीहरूले आफ्नो मोडललाई झन जटिल बनाउँदै लगे। कसरी? यहीँनेर दोस्रो शताब्दीका खगोलविद टोलेमीको प्रवेश हुन्छ। उनले एउटा यस्तो पृथ्वी केन्द्रित मोडल बनाइन् जुन लगभग 1500 वर्षसम्म चल्यो। 1500 वर्ष? हो, उनले एपिसाइकल भन्ने अवधारणा ल्याइन्। यसलाई यसरी बुझौं, एउटा ग्रहले सानो वृत्तमा घुम्दैछ अनि त्यो सानो वृत्तको केन्द्र आफैले पृथ्वीको वरिपरि एउटा ठूलो वृत्तमा परिक्रमा गरिरहेको छ। बाबरे, यो त वृत्तभित्र अर्को वृत्त घुमे जस्तो भयो। एकदमै जटिल सुनिन्छ त। जटिल थियो, तर ग्रहहरूको स्थिति भविष्यवाणी गर्नमा अचम्मको रूपमा सफल थियो। ए, त्यसैले यति लामो समयसम्म टिक्यो? यसका 3 मुख्य कारणहरू थिए। पहिलो, यो तत्कालीन दार्शनिक विचारसँग मिल्थ्यो। दोस्रो, यो सामान्य ज्ञान जस्तो लाग्थ्यो किनकि हामीलाई पृथ्वी स्थिर भएको महसुस हुन्छ, होइन र? हो, हामी त पृथ्वी घुमेको महसुस गर्दैनौं। अनि तेस्रो, यसले ब्रह्माण्डमा मानिसको केन्द्रीय स्थानबारे चर्चको दृष्टिकोणलाई समर्थन गर्थ्यो।
त्यसैले यसले धार्मिक मान्यता पनि पायो। भनेपछि यो तोड्न लगभग असम्भव जस्तै थियो। तर 1543मा निकोलस कोपर्निकस आए। हो, कोपर्निकस। उनले सूर्य केन्द्रित सिद्धान्तलाई फेरि अगाडि ल्याए। उनको सिद्धान्तमा के फरक थियो त? उनले आफ्नो सिद्धान्तलाई विस्तृत गणितीय आधार दिए। सुरुमा उनको प्रणाली टोलेमीको भन्दा धेरै सही त थिएन, तर यो निकै सरल र सुन्दर थियो। यसले ग्रहहरूको त्यो अनौठो युटर्नलाई पनि सजिलै व्याख्या गर्यो। तर यो एउटा क्रान्तिकारी विचार थियो। किन क्रान्तिकारी? किनभने यसले पृथ्वीलाई मात्र होइन, सम्पूर्ण मानव जातिलाई ब्रह्माण्डको केन्द्रबाट हटायो। मान्छेलाई ब्रह्माण्डको केन्द्रबाट हटाउनु, यो त ठूलो मनोवैज्ञानिक झट्का हुनुपर्छ। पक्कै ठूलो विवाद भयो होला। एकदमै, विशेष गरी चर्चबाट, किनभने यो धर्मग्रन्थको शाब्दिक व्याख्याको विरुद्ध देखिन्थ्यो। जस्तै बाइबलमा जोशुवाले सूर्यलाई स्थिर हुन आज्ञा दिएको कथा। हो, यदि पृथ्वी घुम्छ भने सूर्यलाई रोक्नुको के अर्थ भयो र? यहाँ वैज्ञानिक खोज र स्थापित मान्यताहरू बीचको ठूलो टकराव देखिन्छ। भनेपछि अब हामीसँग दुईवटा मोडल भए, टोलेमीको जटिल तर स्थापित मोडल अनि कोपर्निकसको सरल तर क्रान्तिकारी मोडल। कुन सही हो भनेर कसरी छुट्याउने? त्यसका लागि तपाईलाई तथ्य चाहिन्छ, अझ राम्रो, अझ सटिक तथ्याङ्क। अनि त्यहीँतिर टाइको ब्राहेको प्रवेश हुन्छ। हो, टाइको ब्राहे। उनी एक विलक्षण खगोलविद थिए। उनले दशकौंसम्म नाङ्गो आँखाले ग्रहहरूको यति सटिक अवलोकन गरे कि त्यो बेलासम्म कसैले त्यसो गर्न सकेको थिएन। उनले डाटाको एउटा पहाड नै खडा गरे। तर उनले त्यो डाटाको खजाना आफ्नो सहायक जोहानेस केप्लरलाई दिए। के केप्लरलाई थाहा थियो कि उनी कति ठूलो खजानामा बसिरहेका छन् भनेर? सुरुमा त थिएन। केप्लर आफै पनि ब्रह्माण्डको गणितीय पूर्णतामा विश्वास गर्थे। उनले वर्षौंसम्म टाइकोको डाटालाई पूर्ण वृत्तको सिद्धान्तमा मिलाउन खोजे। तर मिलेन। कहिल्यै मिलेन। मङ्गल ग्रहको कक्षको हिसाबमा एउटा सानो त्रुटि बारम्बार आइरह्यो। धेरैले त्यसलाई बेवास्ता गर्थे होला। तर केप्लरले गरेनन्। उनले त्यो सानो त्रुटिलाई नै सत्यको सङ्केत माने। र अन्ततः उनले आफ्नो प्रिय वृत्तको मोह त्याग्नु पर्यो। हो, र त्यो उनको लागि ठूलो बौद्धिक छलाङ थियो। अन्ततः उनले पत्ता लगाए कि ग्रहहरू वृत्तमा होइन, अण्डाकार कक्षमा घुम्छन्। एलिप्टिकल अर्बिट्स। हो, इलिप्टिकल। यो उनको पहिलो नियम थियो। त्यसपछि उनले थप 2 नियम पत्ता लगाए। उनले ग्रहहरू कसरी घुम्छन् भन्ने नियम पत्ता लगाए, तर किन त्यसो गर्छन् भन्ने थाहा थिएन। यही समयमा इटालीमा ग्यालिलियोले भर्खरै बनेको दूरबीन आकाशतिर फर्काए। सोच्नुस् त, पहिलो पटक कसैले टेलिस्कोपबाट चन्द्रमा हेर्दैछ। अनि उसले चिल्लो दैवी गोला होइन, बरु हाम्रो पृथ्वी जस्तै पहाड र खाल्डाहरू देख्छ। त्यो एउटा युगान्तरिक क्षण थियो। अनि उनले बृहस्पतिका चन्द्रमाहरू पनि देखे, होइन र? हो, 4वटा, जुन बृहस्पतिको वरिपरि घुमिरहेका थिए, पृथ्वीको होइन। यसले के देखायो भने ब्रह्माण्डका सबै कुरा पृथ्वीको वरिपरि घुम्दैनन्। भनेपछि ग्यालिलियोका अवलोकनहरूले कोपर्निकसको सूर्य केन्द्रित मोडललाई अकाट्य प्रमाण दियो। हो, अब यो केवल एउटा गणितीय सिद्धान्त रहेन, यो अवलोकन गर्न सकिने वास्तविकता बन्यो। ठिक छ, अब अवस्था यस्तो छ। केप्लरले ग्रहहरू कसरी घुम्छन् भनेर वर्णन गरे, ग्यालिलियोले सूर्य केन्द्रित मोडेल सही हो भनेर देखाए, तर अझै पनि त्यो ठूलो प्रश्न बाँकी थियो। किन? कुन शक्तिले ग्रहहरूलाई त्यसरी घुमाइरहेको छ? हो, त्यही प्रश्न। यो काम आइज्याक न्युटनको प्रतिभाले गर्यो। त्यो स्याउ खसेको कथा छ नि? बगैँचामा बसेको बेला स्याउ खसेको। हो, उनले सोचे, जुन शक्तिले स्याउलाई तल पृथ्वीतिर तान्छ, के त्यही शक्तिले चन्द्रमालाई पृथ्वीको कक्षमा राखिरहेको हुन सक्दैन? पृथ्वी र आकाशमा एउटै नियम। हो, त्यो बेलाको लागि यो एउटा क्रान्तिकारी सोच थियो। अनि जन्म भयो विश्वव्यापी गुरुत्वाकर्षणको सिद्धान्तको। हो, उनले ग्यालिलियोको पृथ्वीको गति सम्बन्धी नियम र केप्लरको ग्रहहरूको गति सम्बन्धी नियमलाई एउटै सरल सिद्धान्तमा बाँधे। उनले किन ग्रहहरू अण्डाकार कक्षमा घुम्छन् भनेर व्याख्या गरे। कसरी? उनका अनुसार चन्द्रमा वास्तवमा पृथ्वीतिर निरन्तर खसिरहेको छ, तर उसको तेर्सो गति यति धीरै छ कि ऊ कहिल्यै पृथ्वीमा ठोकिँदैन, बरु वरिपरि घुमिरहन्छ। हो, अनि यसले हामीलाई फेरि अपोलो 8मा फर्काउँछ,
न्युटनका नियमहरू नै त हुन् जसलाई इन्जिनियरहरूले रकेटको बाटो हिसाब गर्न प्रयोग गरेका थिए। रकेटको प्रक्षेपण उनको तेस्रो नियम एक्सन रियाक्सनको उदाहरण भयो। बिल्कुल। अनि अन्तरिक्ष यात्रीहरूले अनुभव गर्ने त्यो तौलहीनता पनि निरन्तर खस्ने मतलब फ्री फलको अवस्था हो जसलाई न्युटनले नै व्याख्या गरेका थिए। उनको भौतिक शास्त्र यति सफल भयो कि लगभग 300 वर्षसम्म यो ब्रह्माण्डको अन्तिम सत्य जस्तै रह्यो। एउटा विशाल घडी जस्तै जहाँ सबै कुरा पूर्वानुमान गर्न सकिने नियमहरू अनुसार चल्थ्यो। तर त्यसपछि अल्बर्ट आइन्स्टाइन आए र उनले त्यो घडी नै तोडिदिए। हल्का हाँस्दै एक हिसाबले हो न्युटनको भौतिक शास्त्र निरपेक्ष स्थान र निरपेक्ष समयको अवधारणामा आधारित थियो। मतलब समय सबैका लागि एउटै गतिमा बग्छ, जुन हामीलाई सामान्य लाग्छ। तर 19औं शताब्दीको अन्त्यतिर गरिएका प्रयोगहरूले एउटा अनौठो कुरा देखायो। प्रकाशको गति सबैका लागि स्थिर हुन्छ, चाहे उनीहरू जतिसुकै छिटो हिँडिरहेका हुन्। एक मिनट, यो त न्युटनको संसारमा असम्भव हुनुपर्ने हो। ठ्याक्कै। यसले आइन्स्टाइनलाई विशेष सापेक्षताको सिद्धान्ततर्फ डोर्यायो, जहाँ समय सबैको लागि एउटै गतिमा बग्दैन। यदि म रकेटमा बसेर यात्रा गरेँ भने मेरो लागि समय ढिलो चल्छ। हो, यो विज्ञान कथा जस्तो लाग्छ, तर यही नै वास्तविकता हो। उनले भनिन् कि स्थान र समय निरपेक्ष छैनन्, बरु एक अर्कासँग जोडिएका छन्। स्पेस टाइम हो, स्पेस टाइम नामक एउटै 4 आयामिक संरचनामा जेलिएका छन्। यो त आफैमा एउटा ठूलो क्रान्ति भयो। तर उनले गुरुत्वाकर्षणलाई पनि नयाँ ढङ्गले परिभाषित गरे, होइन र? हो, उनको सामान्य सापेक्षताको सिद्धान्तमा न्युटनले गुरुत्वाकर्षण के हो भनेर बताउन सकेनन्। आइन्स्टाइनले जवाफ दिए। के थियो त जवाफ? गुरुत्वाकर्षण तान्ने शक्ति होइन भने के हो त? उनको दृष्टिकोणमा गुरुत्वाकर्षण भनेको पिण्डले स्पेस टाइममा ल्याएको बङ्ग्याई हो, कर्वेचर। स्पेस टाइममा आएको बङ्ग्याई, यसलाई अलि सजिलोसँग बुझ्न सकिन्छ। पक्कै। यसलाई यसरी सोचौँ न, एउटा तन्किएको रब्बरको च्यादर, ट्राम्पोलिन जस्तो। त्यो च्यादर नै स्पेस टाइम हो। ठिक छ। अब त्यसको बीचमा एउटा गहरो बोलिङ बल राख्नुभयो भने के हुन्छ? हो, त्यो भाँसिएको भाग नै बङ्ग्याई हो। अब एउटा सानो मार्बल छेउबाट गुडाउनु भयो भने त्यो सिधा जानुको सट्टा त्यो भाँसिएको भागको वरिपरि घुम्न थाल्छ। आइन्स्टाइनका अनुसार ग्रहहरू सूर्यले तानिँदै होइन, बरु सूर्यले स्पेस टाइममा बनाएको त्यस्तै खाल्डोमा खसिरहेका हुन्। वाउ, भनेपछि स्याउ खस्नु र पृथ्वी सूर्यको वरिपरि घुम्नु दुवै स्पेस टाइमको त्यही बाङ्गो बाटोमा हिँड्नु मात्र हो। हो, यो गुरुत्वाकर्षणको ज्यामितीय व्याख्या हो, शक्तिबाट ज्यामितितर्फको यात्रा। र यो केवल सैद्धान्तिक कुरा होइन र? हाम्रो जीपीएसले पनि यही सिद्धान्त प्रयोग गर्छ। बिल्कुल। बिना आइन्स्टाइन हाम्रो फोनको नक्साले हामीलाई गलत ठाउँमा पुर्याउँथ्यो। बाली लगाउन खोज्ने बेबिलोनियनहरूदेखि पूर्णता खोज्ने ग्रीकहरू हुँदै कोपर्निकस, केप्लर, ग्यालिलियो, न्युटन र आइन्स्टाइनसम्म अपोलो 8 को यात्रा त हजारौं वर्ष लामो मानव विचारको दौड पो रहेछ। हो, अनि रोचक कुरा के छ भने यो यात्राले हाम्रो आफूलाई हेर्ने दृष्टिकोणलाई नै परिवर्तन गरिदियो। कसरी? पृथ्वी केन्द्रित मोडलले मानवतालाई सबै कुराको केन्द्रमा राखेको थियो, तर अपोलो 8 को मिसनले पहिलो पटक हामीलाई टाढाबाट पृथ्वीको तस्विर देखायो। अर्थराइजको त्यो प्रसिद्ध तस्विर? हो, त्यहाँ हाम्रो ग्रह एउटा सानो, सुन्दर र कमजोर नीलो गोलाको रूपमा देखिन्छ, जुन विशाल अन्धकारमा एक्लै तैरिरहेको छ। त्यो तस्विरले हाम्रो स्थान देखायो, जसले हामीलाई एउटा अन्तिम सोचनीय प्रश्न छोडेर जान्छ। के हो? स्रोतमा उल्लेख छ कि मानव जातिको लागि सबैभन्दा स्तब्ध पार्ने अनुभव तब हुनेछ जब उसले अर्को बौद्धिक प्राणीसँग भेट्नेछ। आफूलाई ब्रह्माण्डको केन्द्र ठान्ने अवस्थाबाट आफ्नो ग्रहलाई एउटा सानो कणको रूपमा देख्ने यो यात्रापछि अब हामीले ब्रह्माण्डमा आफ्नो स्थानबारे कुन आधारभूत मान्यतामाथि प्रश्न उठाउनु पर्ला?